हेलो गाइज फेरि हामी चाहिँ ठ्याक्कै रुमबाट निस्क्यौँ होइन। अब पानी भरेर हामी निस्किसक्यौँ। अब हामी फेरि अहिले धुम्माराई जाँदैछौँ पानी लिएर, पानी सेवा गरिरहेछौँ। अब हामी धुम्माराईतिर जाँदैछौँ। हामी 3जना 4जना छौँ, मजाले बसेर गइरहेछौँ। अब हामी धुम्माराई जान्छौँ, धुम्माराई पुगेर पानी झारेर आउँछौँ। त्यो हामीलाई ठ्याक्कै कन्ट्याक्ट गर्नु भएको छ धुम्माराईबाट एकजना सरले। अब हामी धुम्माराई पुगेर फर्किन्छौँ। ठ्याक्कै हामी टोखा आइपुग्यौँ, टोखाको गेटमा। अब हामी जाँदैछौँ टोखा गेटबाट। तपाईँको यो टोखाको यहाँनिर आइपुग्यो यो हस्पिटलनिर। अनि यहाँनिर टोखा पनि रमाइलो छ। यहाँनिर चाहिँ तपाईँको एउटा पोखरी छ, तर यो पोखरी अहिले युजमा आइरहेको छैन, खाली छ। यतापट्टि हेऱ्यो भने भुतखेल छ है। हामी लगभग भुतखेलको छेउमा पुगिसकेका छौँ। हामी गइरहेछौँ। हामी एकदमै सबैलाई सेवा गर्नलाई फोन गर्ने बित्तिकै, उहाँहरूले भन्ने बित्तिकै हामी पानी लिएर कुदिरहेकै छौँ। सकेसम्म हामी चाँडो गर्ने कोसिस गरिरहेछौँ होइन। अनि कुरोकानी त्यस्तै हो है। हामी 3जना गइरहेका छौँ। सबैजनाले हेर्नु होला। पछि हामी चाहिँ जानी नजानी भए पनि हामी भ्लग बनाइरहेछौँ। हामी धेरै जान्ने त होइनौँ, त्यही पनि कोसिस चाहिँ हाम्रो जारी छ होइन त सर? अनि हाम्रो सरले चाहिँ मजाले ड्राइभिङ गरिराख्नु भएको छ है। तर हामी फुल कोसिस छौँ र हामी जाँदैछौँ। अब हामी ठ्याक्कै धुम्माराई जानलाई यताको बाटो लागिसक्यौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ हामी 3जना चाहिँ एकदम तवार तालले अगाडि बढिरहेछौँ। र अब सकेसम्म तपाईँहरूले हेरेर माया गरिदिनु होला। हाम्रो काम, हाम्रो मेहनत होइन खेर नजाओस्। तपाईँहरूले धेरैभन्दा धेरै सेयर गरिदिनु होला अनि सब्सक्राइबर गरिदिनु होला। हामी नयाँ नयाँ मान्छे हौँ होइन। अब हाम्रो त्यस्तो पुरानो हामी बनाइरहेको मान्छे होइनौँ होइन। अलिक हेर्नलाई दिक्कत लाग्ला, तर पनि हामीले मेहनत र हामीले पर्फेक्ट परिश्रम काम गरिरहेछौँ। जाओस् न त सबैजनाको अलिअलि। कस्तो लाग्छ तपाईँलाई? प्रत्यक्ष प्रक्रिया के भन्छ अरे? प्रतिक्रिया दिनु होला। प्रतिक्रिया दिनु होला। कमेन्ट छोडिदिनु होला कमेन्ट सेक्सनमा। हामीले हेर्नेछौँ। हामीबाट भएका गल्तीहरू केही छन् भने हामीले सच्याउनेछौँ आउँदा दिनहरूमा। हामी फुल कोसिस गर्नेछौँ तपाईँहरूलाई इन्टरटेनमेन्ट दिन खोजेको हो। के भन्छ त्यो इङ्ग्लिस चाहिँ हाम्रो फेरि पुरा नाजुक छ। नाजुक भएको कारणले हामीले राम्रो दिन सकेका छैनौँ। र पनि हामी कोसिस चाहिँ गरिरहेकै छौँ होइन। हामी गइरहेछौँ। हामी पानी ट्याङ्करमा छौँ यतिखेर। हामी तीव्र गतिमा अगाडि बढिरहेछौँ पानी लिएर। हामी सकेसम्म कोसिस गर्नेछौँ। हामी तपाईँहरूलाई रमाइलो दिनलाई खोज्या हो होइन। हामी त्यति रमाइलो दिन सक्छौँ सक्दैनौँ तर थाहा छैन। तर पनि हाम्रो के भन्छ ड्राइभर सर, ल न अलिकति जाऊ न, तपाईँलाई कस्तो महसुस भइरहेछ यहाँ एकदम यो काम गर्ने तातो घाममा? हजुर एकदम राम्रो महसुस। अलिक जोड काम दिनु पर्यो क्या। अलिक पुगेन होइन। गाइजहरू अब हामी चाहिँ एकदम अगाडि बढिरहेछौँ। हामी यता कहाँ पुगिरहेका छौँ भने अहिले हामी लगभग यो हात्तीगाउँडा निस्किने बाटो अगाडि बढिरहेछौँ। सकेसम्म हामी चाँडो पानी पुर्याउनको लागि हामी सर्टकट बाटो खोजेर गइरहेछौँ। आज फेरि हामी नयाँ मार्केटमा गइरहेको हो। हामीलाई पनि ठ्याक्कै लोकेसन थाहा छैन, फोन गर्दै जानुपर्ने हुन्छ होइन। हामी सकेसम्म फोन गर्दै गर्दै हामी जान्छौँ। के कस्तो हुन्छ तपाईँहरूलाई हामी भरपुर त्यही त हाम्रो यात्रा कस्तो रहन्छ हजुरलाई देखाउने कोसिस गरिरहेछौँ होइन। कोसिस जारी छ। हाम्रो यात्रामा अगाडि बढिरहेछौँ हामी एकदमसँग। तपाईँहरूले देखिरहनु भएको छ यता हाम्रो सरले एकदम मजाले गाडी चलाइरहनु भएको छ, ध्यान दिएर चलाइरहनु भएको छ। उहाँले बोल्न मिलिरहेको छैन, त्यस कारणले उहाँले बोल्नुहुन्न। अगाडि एकदम हात मात्रै हेर्नुपर्छ, उकालो बाटो छ त्यस कारणले होइन। उहाँ उकालोमा एकदम ध्यान दिइरहनु भएको छ। हाम्रो अलिकति के भन्छ अरे क्यामेरा राख्ने ठाउँ नभएर टेन्सन भइरहेको छ। अलिक उ भएन होइन। एक बुवाङ क्यामेरा झरेको अवस्था, त्यही भएर हल्लिएको अवस्था। त्यहाँ चाहिँ मैले अलिकति क्लियर देखाउन खोजेको तर अलिक क्लियर देखाउन नसकेको अवस्था, हात गलेको अवस्था। उकालोमा हाम्रो आवाज अलिक कम सुन्नु भयो होला होइन। अलिक मिलाएर सुन्नु होला। गुरुजीले ब्रेक लगाइदिएको अवस्था।
बुल्कीले ब्रेक लगाएर ठाउँको ठाउँ पुऱ्याइदिएको अवस्था तपाईँहरूलाई हामी देखाइरहेका छौँ। प्रत्यक्ष दृश्य यो हामीले एकदम मजाले लाइभ प्रसारण हुँदैछ अहिले। सकेसम्म हामी ग्याङहरू अगाडि बढे छौँ तर उकालोले आवाज सुन्न सकिरहेको छैनौँ। एकदम अगाडिको भाग पनि देखाउन पायो भने यसो अगाडिको भाग अब हेर्नुहुन्छ भने यस्तो छ क्या, अगाडि चाहिँ उकालो भएर अलिक गाह्रो पर्यो हो, उकालो उकालो छ होइन, त्यो भएर त अलिकति समस्या भयो हो। म तपाईँहरूलाई अगाडि पनि देखाउन खोजिरहेको छु होइन, फुल कोसिसमा छु। यता चाहिँ यस्तो छ, यता यस्तो रमाइलो ठाउँ छ है, साथीहरू घुम्न आउनुहुन्छ भने यता रमाइलो ठाउँ छ भन्दै हामी अब फेरि अगाडि नै आयौँ। फेरि अनुहार नदेखाएर बोल्यो भन्नुहुन्छ होला भनेर क्या, यो अनुहार देखाउने खुब हामीले कोसिस गरेका छौँ। यो कुन चाहिँ मान्छे रहेछ यो धेरै फटफट बोल्ने भन्ने हुन्छ भनेर गाइजहरू होइन, हामी चाहिँ अहिले अनुहार देखाएर मजाले बोल्ने कोसिस गरे हो। आवाजको सँगसँगै अनुहार पनि हजुरले चिन्नु होला भन्ने ठुलो आशा। त्यही त ठुलो आशा हामीले बोकेका छौँ होइन। अरू यस्तै त्यस्तै हो, रमाइलो भइरहेको छ होइन। अनि थकाइ पनि लागिरहेको छ हल्का, अब के गर्नु, थकाइ लाग्यो भनेर हुँदैन। यता हाम्रो भाइ साहब चाहिँ निदाउन लागे जस्तो हाई हाई गरेर आउने अवस्था छ होइन। म चाहिँ पढाइरहेको छु, म चाहिँ आफ्नो काममा लागिरहेको छु, तपाईँहरूलाई देखाउनलाई पुरै बनाइरहेको छु होइन, भ्लग होइन गाइज। अब तपाईँहरूलाई राम्रो लाग्यो भने हामीलाई एकदम मजाले यताउता गरेर भए पनि हामीलाई एकदम हिट बनाइदिनु होला अनि हामीलाई भाइरल बनाइदिनु होला। हामीलाई भाइरल हुन मन छ हल्का होइन, हल्का नै धेरै भाइरल हुन मन छ अरे होइन। त्यस कारणले तपाईँहरूले सकेसम्म भाइरल बनाइदिनु होला। हाम्रो सरलाई एकदमसँगले भाइरल बनाएर झन् ठुल्ठुलो मान्छे बनाइदिनु होला। म परबाट भए पनि बोल्छु, भनिसक्दो हाम्रो सरलाई देखाउने कोसिस गर्छु। उहाँ बिचरा गाडी यस्तरी दुःखले चलाइराख्नु भएको छ, मैले कोसिस चाहिँ फुल गरेको छु तपाईँहरूलाई देखाउनलाई, र पनि राम्रोसँग देखाइराख्न सकिरहेको छैन यो अवस्थामा। त्यो उकालो बाटो भएको कारणले उहाँको अनुहार मजाले देखिरहेको छैन, चस्मा लाउनु भएको छ ट्याक्कसँग, उहाँले अलिकति बोल्न मिल्नु भएको छैन। औषधि खाइरहेको छ गाइजहरू खुब रमाइलो भइरहेछ है हाम्रो यो चाहिँ एकदम बेस्ट रमाइलो। भिटामिन डी भए हुनाले अहिले बोलिराख्न सक्नु भएको छैन उहाँले, भिटामिन निलिसकेपछि पछि बोल्नुहुन्छ। हामी तपाईँहरूलाई रमाइलो दिने कोसिस चाहिँ गरे हौँ होइन, तर सकेसम्म हामी गाइज रमाइलो गर्छौँ पनि रमाइलो दिन्छौँ पनि होइन। हामी आफ्नो काम पनि गर्छौँ है, हामी आफ्नो काम साथसाथै तपाईँहरूलाई रमाइलो दिने कोसिस गर्छौँ। र तपाईँहरूलाई पनि कसैलाई पानी चाहियो भने धेरै टाढो त होइन होइन, यहाँ त कलङ्कीदेखि लिएर तपाईँको हामी जहीँ तहीँ पनि पुगिरहेका छौँ होइन। अहिले चाहिँ हामी ठ्याक्कै धुम्माराई जाँदैछौँ। हामी धुम्माराई हेल्थ हस्पिटल छेउतिर जाने कोसिसमा छौँ, जाँदैछौँ, जाने जारी छ गाइज होइन। अझै अब कहाँसम्म पुगिन्छ हेर्दै जाउँ। हामी फुल तपाईँहरूलाई रमाइलो दिने कोसिस चाहिँ भइरहेको छ हाम्रो। र गाइज होइन यस्तै यस्तै हो कुरोकानी। अब रमाइलोसँग आफ्नो यात्रा अगाडि बढिरहेको छ। अब तपाईँहरूको पनि के कस्तो छ होइन, त्यसो कमेन्टतिर छोड्नु होला पनि भन्न चाहन्छौँ हामी। यति तिनजना मध्ये सबैभन्दा धेरै फतफते बोल्ने चाहिँ मै हो होइन, यो मान्छे हो होइन। अब अरू चाहिँ भनेको यस्तै हो, बोल्दैनन् गाइज होइन, पुरै सिधा सिधै हाँसेर बसिदिन्छन्। म चाहिँ पुरै बोल्ने कोसिस गरिरहेको छु, जबरजस्ती भयो भने म बोलिरहेको छु। तपाईँ ढुक्क हुनु होला। मैले सकि नसकी तपाईँलाई मैले सकि नसकी मनोरञ्जन दिने प्रयासमा हुनुहुन्छ मेरो बिना चाहिँ। हामी त यस्तै हो गाइज, अब के गर्नु है, क्यामेराको नजिक पर्दैनौँ हामी, उहाँलाई बानी छ। हामी नयाँ नयाँ मान्छे, नयाँ नयाँ खेलाडी। मेरो त गाइज हेर्नु न दारी फुल्न लागेछ बुढो भएर, अब के गर्नु होइन। अब यो पानीको काम गर्दा गर्दै म बुढै हुन्छु जस्तो लागिसक्यो होइन। सबैलाई सेवा गर्नु पर्यो भनेर चाहिँ यो गाडीमा एकदम हामी कुदिरहेको छौँ होइन। सकेसम्म सेवा गर्ने, सबैलाई सबैको भलो होस् होइन। पानी जस्तो चिज होइन, कसैलाई पनि खाँचो नपरोस् भनेर हामी एकदम
अगाडि तकबर भएर बढेका छौँ तर पनि हामी फुल कोसिसमा छौँ। त्यही त भिनाले हेरौँ भनिरहेको होइन। छ, सबैको जय होस्, मेरो भए होस् नभए नहोस् भन्ने काम छ, जारी छ हाम्रो यहाँ। सबैको भलो गर्नतिर लागिरहेको छौँ। अँ, यस्तै हो सबैको जय होस्, के गर्नु मेरो चाहिँ गाई? अब भए पनि होस् नभए नहोस् होइन। जिन्दगीमा जति दुःख कष्ट भए पनि गाई छ, के गर्नुपर्छ, झेल्नै पर्छ। यस्तै हो जिन्दगी भनेको, गाह्रो छ। गाइजहरू ठ्याक्कै हामी हात्तीगाउँडा चोकैमा आयौँ होइन। ट्राफिकमा बसी अब हात्तीगाउँडा चोक ठ्याक्कै यस्तो अवस्थामा छौँ हामी यहाँ अहिले। तपाईँको हात्तीगाउँडा चोक आइपुगेको अवस्था छ र पनि हामी तपाईँहरूलाई एकदम हात गलेर लोड हुन पनि देखाउने कोसिस गरिरहेको छु म चाहिँ होइन अहिलेलाई। अब यस्तो हो कुरो कहानी। अब अहिले हामी अगाडि बढ्दैछौँ हात्तीगाउँडा चोकबाट, त्यसरी अगाडि बढिरहेछौँ, देख्न सक्नुहुन्छ। निरन्तर बढिरहेको अब निरन्तर अगाडि बढिरहेको अवस्था छ। अब तपाईँहरूलाई यो भिडियो चाहिँ एकदम खुसी मानेर हेरिदिनु होला है। हामीलाई दुःख जति गरे पनि होइन, हाम्रो दुःखलाई पनि हाम्रो मेहनतलाई पनि तपाईँहरूले यसो ध्यान दिएर हेरिदिनु होला होइन। कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला र त्यसमा सब्सक्राइब के गर्नुपर्छ त्यो तपाईँहरूले सेयर सब्सक्राइबर होइन त्यो तपाईँहरूलाई थाहा छ होइन। त्यो मैले गाइड भनिराख्नु पर्ने कुरा होइन र पनि म बार बार तपाईँहरूलाई अलिअलि गरेर सम्झाइरहेको छु, सम्झाउने बुझाउने कोसिसमा छु। अझै मैले सकेसम्म तपाईँहरूले यसलाई मन पराइदिनु भयो, राम्रो गरिदिनु भयो भने सकेसम्म अझै पनि योभन्दा राम्रो बनाउने कोसिस गर्छु। कोसिस गर्दा भएछ भने भइगयो होइन। तपाईँहरूले मन पराइदिनु भयो भने म अरू पनि भिडियो ब्याक टु ब्याक लिएर आउँछु होइन। म कहाँ पुग्छु के गर्छु होइन। दिनभरि म मेरो अब के गर्छु भन्दा पनि बिहानदेखि बेलुकासम्म काम चाहिँ मेरो ट्याङ्करमै हिँड्ने हो। हेर्नुहोस् पानी बोकेर सेवै गर्ने हो होइन। जति सक्दो उहाँहरूको अब जति पनि हुनुहुन्छ नि पानी मगाउनुहुन्छ नि उहाँहरूलाई सकेसम्म छिटो छरितो र भरपर्दो तरिकाले बेलामा पुर्याउने कोसिस चाहिँ म फुल गर्छु। अब त्यसमा अलिकति 1 घन्टा 2 घन्टा लेट हुन सक्छ होइन। अब त्यसमा चाहिँ कसैले पनि होइन त्यसलाई तनाव नलिनु होला, ठुलो इस्यु नगर्नु होला पनि भन्न चाहन्छु होइन। अब सकेसम्म हामी चाहिँ आउँछौँ भनेपछि जसरी पनि हामी जतिखेर भए पनि जुनसुकै हालतमा भए पनि हामी तपाईँहरूलाई पानी लिएर आउँछौँ र पानीमा हामी खाँचो पार्दैनौँ। गाइज हाम्रो मात्रै अनुहार कति हेर्नुहुन्छ भनेर क्या। अब हामी धेरै बेर बोल्यौँ होइन। अनि त्यसपछि अब हामी चाहिँ गाइज होइन यता अगाडि तपाईँहरूलाई देखाउँदैछौँ हाम्रो बाटो कस्तो छ भनेर है। अब हामी अहिले ठ्याक्कै यो बाँसबारी हस्पिटल छेउमा आइपुगेका छौँ। त्यहाँ चाहिँ ठ्याक्कै यो हामी अगाडि बढ्यौँ, चक्रपतिरको अगाडि बढिरहेका छौँ, एकदम अगाडि बढिरहेको अवस्था छ होइन। बाटो आज खुल्लै छ, यहाँ पनि त्यस्तो धेरै जाम छैन र हामी पनि सक्दो सकेसम्म छिटो र चाँडो पानी पुर्याउने कोसिसमा छौँ क्या। उहाँले भन्नुभएको थियो फोन गरेर पानीको थोपै छैन, हामीलाई एकदम चाँडो भन्दा चाँडो पानी ल्याइदिनु भन्नुभएको थियो। त्यस कारणले गर्दा हामीले उहाँलाई मध्यनजर गर्दै हामी सकेसम्म छिटो र छरितो चाँडो गर्ने कोसिस गरिरहेछौँ गाइज है। तर तपाईँहरूलाई पनि मनोरञ्जन र ठाउँ देखाउने उसमा छौँ हामी होइन। ठाउँहरू देखाउँदै जाने भनेर ठ्याक्कै हामी चाहिँ यहाँ अहिले गङ्गालाल हृदय रोग हस्पिटल आइपुग्यो, हृदय हस्पिटल आइपुग्यो होइन। ओ त्यहाँ हेर्नु गङ्गालाल राष्ट्रिय हृदय हस्पिटल भनेर लेखेको ठाउँमा तपाईँहरूलाई त्यो बोर्ड पनि म देखाउन चाहन्छु। तर बिचमा एउटा गाडी आएर खतरा र्याक गर्थ्यो गाइजहरू होइन। तपाईँहरूलाई देखाउन खोज्दै पनि उ त्यहाँ हेर्नु होला ठ्याक्कै यहाँ आइपुगेका छौँ हामी अहिले। तपाईँहरूलाई फुल देखाउने कोसिस गरिरहेको छु मैले आज दिनभरिको होइन। तपाईँलाई कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला है गाइज। अब हामी अगाडि बढेकै छौँ बढ्नको लागि चाहिँ। तर हाम्रो सरहरू पनि पुरै बेहोस अवस्थामा एक्लै म बोल्नु परेको छ। मेरो मुख सुक्न लागिसक्यो होइन। मेरो मुख सुकेको अनुसार तपाईँहरूले मजाले यो भिडियो हेरिदिनु भयो भने त मलाई एकदमै राम्रो होला। तर भने तपाईँहरूले यो भिडियो हेरेर एउटा लाइक पनि हानिदिनु भएन भने मलाई साह्रै तनाव हुन्छ भनेर मलाई लागिरहेछ मनदेखि नि। तर तपाईँहरूले त्यस्तो गर्नुहुन्न होइन गाइज। तपाईँहरूले चाहिँ फुल भिडियो हेरिदिनुहुन्छ भन्ने मैले पुनः आशा गर्दै मैले यो भिडियो खिचिरहेको छु र लाग्छ जहाँ जति लाग्छ तपाईँहरूले
मैले यो खिचिरहेको यो पानीको एउटा सेवा गर्दै गरेको होइन, एउटा मेहनत गर्दै गरेको एउटा सानो भिडियो तपाईँहरूले माया गरिदिनुहुन्छ भन्ने मलाई पुनः विश्वास पनि छ र आशा पनि छ होइन। अब तपाईँहरूले के गर्नुहुन्छ भन्ने त त्यो अब तपाईँहरूको हातमा होइन। मैले चाहिँ एकदम मनदेखि नै विश्वास गरेको छु गाइज होइन, सकेसम्म मनदेखि नै विश्वास गरेर अगाडि बढिरहेको छु है। अब यहाँ आएर हामी दरो जाममा परेको अवस्था छ साथीहरू होइन। सकेसम्म हामी यो जाम चाँडै खुलोस् भन्न चाहन्छौँ, तर खुल्छ खुल्दैन हेर्दै जाउँ होइन के हुन्छ। अब भने हामी लगभग चक्रपथ चोकतिर लागेका छौँ। चक्रपथ चोकतिर जाने क्रममा हामी यो के अरे होटल साङ्ग्रिला न साङ्ग्लिरा, मुख पनि लाग्दैन क्या गाई, कस्तो हो यार। साङ्ग्रिला होटल साङ्ग्रिला को छेउमा आइपुगेपछि हामी पुरै जाममा यो चाहिँ वहाँ तल देखिरहनु भएको नि एउटा रातो रातो चक्रपथ चोकको जाममा हामी परिसक्यौँ। अब हामीलाई यहाँ करिब यो हेर्दाखेरि हामीलाई लगभग गाइज होइन, यहाँ चाहिँ काठमाडौँको बाटो यही त हो नि। अब यो सर्दै जाँदा हामीलाई लगभग यो 10 मिनट जति हामीलाई लाग्छ जस्तो लागिसकेको छ अहिले नि, अहिलेको बसाइमा। यत्रो तान्न त भयो त्यही पनि हामी बिस्तारै अगाडि बढ्ने क्रममै छौँ गाइज होइन। लो दुःख गरेर मैले भिडियो खिचिरहेको छु तपाईँहरूको अगाडि होइन। बसेर भर बोलो भन्नुहुन्छ होला, तर हातमा पक्रेर मजाले होइन क्यामेरा, अनि यस्तो दुःख गरेर खिचिरहेको छु कि गाइज के भन्नुहुन्छ र। साह्रै दुःख छ, तर पनि यताउता पनि हेर्नु पर्यो है, अनि तपाईँहरूलाई पनि मनोरञ्जन दिनु पर्यो। त्यत्तिकै बोलेर पनि भएन होइन। त्यस कारणले गर्दाखेरि मैले सकेसम्म तपाईँहरूलाई म फुल मनोरञ्जन दिने कोसिसमा चाहिँ छु, तर भने हामीलाई त्यति धेरै भलक बनाउन नआएको अवस्था नयाँ भएको कारणले कृपया मजाले हेरेर साथ दिनु होला भन्दै म अगाडि बढ्ने क्रममै अगाडि बढिरहेको छु। ऊ त्यहाँ अगाडि हेर्नु न, पानीको गाडी अर्को पनि सेवा गरिरहेको छ। ऊ चाहिँ जारको सेवा गर्दैछ, म चाहिँ ट्याङ्करको सेवा गर्दैछु है गाइज। फेरि कुरो त्यसरी बुझ्नु होला है। हामी लगभग हाइवे आइपुग्यो, चक्रपथ चोक छेउछाउ आइपुग्यो। उता ऊ परबाट हाम्रो एउटा ट्राफिक सरजी हुनुहुँदो रहेछ, उहाँले हात हल्लाइ बोलाइराख्नु भएको छ। हामी पनि तीव्र गतिमा बिस्तारो अगाडि कसेर जाउँ भने त जामले मारिहाल्छ, अनि बिस्तारो हामी गइरहेकै छौँ है। अब हामी लगभग यहाँबाट पनि स्पेसली हामी चक्रपथ चोकमा पुग्यौँ गाइज है। चक्रपथ चोकमा पुगिसकेका छौँ। चक्रपथ चोकबाट अब हामी धुमाराई जानको लागि बायाँ मोड्दैछौँ र यतातिर पनि जाम भइरहेको छ र यतातिर आइपुग्यो है। अब हामी चाहिँ ठ्याक्कै चक्रपथ चोकको हाइवेमा आइपुग्यौँ। अब भने हामी चक्रपथ चोकबाट यस्तो दृश्य देखाइरहेका छौँ तपाईँहरूलाई र अब चाहिँ हामी चक्रपथको पुलिस बिट आइपुग्यौँ। पुलिस बिटबाट अगाडि बढिसकेका छौँ। कृपया यहाँ बुढो मान्छे हेर्नु न, यहाँ रोडमा झ्यापतालमा हिँडिरहेको छ यो बुढोलाई के गर्न सकिन्छ गाइस। अगाडि चाहिँ खाली छ, रमाइलो छ, अब चाहिँ जान सजिलो छ हामीलाई। यहाँबाट धुमाराईसम्म गाइज होइन। धुमाराई गएर राम्रो बाटो छ, त्यस्तो राम्रो बाटो छ हेर्नु। अहिले त काठमाडौँमा पनि यता हाइवेमा त यत्रो खतरा ठुलो बाटो बनाइदिएको छ ल हेर्नु, चारैतिर बाटो छ पुरै। यहाँ त्यहाँनिरको ट्राफिक दाजुहरू बसिरहेका छन्। अहिले यस्तै उस्तै पर्यो भने चिट काट्न पनि आउँछन् मामाहरूले भान्जाहरूलाई माया गर्दैनन्। त्यस कारणले गर्दा मलाई पुरै टेन्सन लाग्छ। कहिलेकाहीँ माया पनि लागेर आउँछ, कहिलेकाहीँ रिस पनि उठेर आउँछ। कृपया उहाँहरूलाई, तर ड्युटी हो, त्यस्तो ड्युटीलाई अब हामीले उतो गोवार्न मिल्दैन होइन गाइज। तर नमिले तापनि घरिघरि चाहिँ होइन काटे हुन्छन् क्या। कुन चाहिँ चोक हो गाइज? के गर्नु, फसिसक्यो गाडी है, घुमिरहेको छ नि गाइज। गाह्रो छ, लागिरहनु भएको छ। ड्राइभर दाइलाई मुस्किल परिसक्यो यहाँ गाडी नघुमेर। नाच्छ लागिरहेको छ कामतिर। पछाडि झुन्ने नि हुन्छ, गाह्रो छ, पछाडि झुन्ने नि हुन्छ। किन हिँड्नु बस्नु भाइ बस्नु तनाव छ होइन। के गर्ने, अड्के भइसक्यो गाइज हो नि।
मेन म्हणजे हाम्रो बाटो पुरा एकदम साँघुरो परेछ साँघुरो बाटो परे एकदम गाडी नै नगएर तनाव भइदिरहेको गाडी जानु त्यहाँ यसरी पनि हामीले घर घरमा सेवा पुर्याइरहेको छु मैले कस्तो बाटोमा पनि हामीले घर घरमा लगेर सेवा पुर्याइरहेको छु मैले के गर्नु गाह्रो छ हाम्रो सेवा गर्ने हामीलाई सेवा गर्ने मौका दिनुहुन्छ खुसी लाग्छ गाह्रो छ हाम्रो दाइको हाम्रो गुरुजीको पनि मतलब एकदम ठुलो हार्ड वर्किङ छ यसमा हैन जरा बहुत मेहनत गर्नुहुन्छ उहाँले पनि यस्तो अप्ठ्यारो बाटोमा हिँडिरहनु भएको छ अब हामी अब यस पानी झार्ने घरतिर आइपुगिसकेका छौँ त्यो गाडी फोन ल्याउनु मेरो तनाव भइदियो त्यसको किनभने त्यो बाटो साँघुरो बाटो छ गाइस के गर्नु यस्तो हो गाह्रो छ त्यो भिडियो चाहिँ मैले क्याप्चर गर्न सकिनँ यस्तो छ नि गाडी आए पछाडि नि ठिक छ गाह्रो छ नि यस्तै हो हिँड्ने बाटो कति साँघुरो छ यहाँ अब हामी अब एकछिनमा अब रोकेर अब यहाँ पानी झार्ने कार्यक्रम अगाडि त्यो बढाउँछौँ कारलाई उता हल्न आउनु पर्यो क्या त्यहाँ छिर्छ होइन कार त्यस्तो साँघुरो बाटो पर्दैन गाइस यो ट्याक्सी छिर्छ छिर्दैन यता ट्याक्सी छिर्छ उ त्यहाँ अगाडि भने हेर्नु नि त्यहाँ अगाडि लगेर घुमाएर लिएर आएको यता छिर्दैन